तपाईलाई म विश्वास दिलाउन चाहन्छु, विशेष गरेर यो हुलमा पहिलो पटक भोट हाल्ने भाइ बहिनीहरू पनि हुनुहुन्छ। प्रिय भाइ बहिनीहरू, मेरा प्रिय भाइ बहिनीहरू, तिमीहरू पहिलो पटक तिम्रो यो दाइलाई घण्टी चुनाव चिन्हमा भोट हाल्दैछौ, पहिलो पटक। हे मेरा प्रिय भाइ बहिनीहरू, तिमीहरू पनि उहाँहरू जस्तै बुढा बुढी हुनेछौ, कुप्रो पर्नेछौ, दाँत झर्नेछ, अहिले भएका गालाहरू चाउरी पर्नेछन्, मुजा पर्नेछन् निधारहरू। अनि त्यतिखेर तिम्रा छोरा नातिले चाहिँ तिमीलाई सोध्नेछन्, हजुरबा हजुरआमा हाम्रो देश कहिलेबाट यति राम्रो भएको? त्यतिखेर तिमीहरूले भन्नेछौ कि एक दिन चितवनले रवि लामिछानेलाई न्याय दियो, रवि लामिछाने चुनाव लड्न चितवन आयो, चितवन आएपछि हामीले उसलाई अत्यधिक बहुमतले विजय गराएर पठायौं, उसका उम्मेदवार सबैलाई जिताएर पठायौं, घण्टीले सरकार बनायो, नीति नियम फेरियो, त्यही दिनबाट हाम्रो भाग्य फेरियो। तिमीहरूले भन्नेछौ। यो बाचा मैले त्यहाँ आएर भनेको छु जहाँबाट म नयाँ जीवन पाएर निस्किएको छु। मैले झुटो बोलेको होइन हो। मलाई पुग्यो संसारका सफल भन्दा सफल मान्छेहरूको कथा पढ्न मलाई पुग्यो। अब हाम्रो कथा पढाउने हो, हाम्रो कथा पढ्नेछन्। देखे संसारमा ठुला ठुला परिवर्तन गर्नेहरूको शिलालेख, देखे धेरैका मूर्तिहरू। अब शिलालेख हाम्रो पनि लेखिन्छ, अब इतिहास हाम्रो पनि लेखिन्छ। यस्तो इतिहास लेखिन्छ कि हुर्कदै गरेको पुस्ताले तपाईलाई धन्यवाद दिनेछ। बुवा, कमसे कम मर्ने बेलामा एउटा राम्रो पार्टी र राम्रा मान्छेहरूलाई जिताएर पठाउनु भयो, तपाईहरुलाई धेरै धन्यवाद भनेर तपाईलाई चढाउने पिण्डमा उहाँहरूको मुस्कान पनि मिसिनेछ, तपाईको पिण्डमा मुस्कान पनि मिसिनेछ। यति भन्न चाहन्छु। मैले आफ्ना प्रतिबद्धताहरू लिखित रूपमा सार्वजनिक गरेको छु। सबैले भन्ने कुरा नै हो, हामीले भन्ने कुरा। यो देशमा बाचा गर्नका लागि, कसम खानका लागि, एजेन्डा बनाउनका लागि केही बाँकी राखेका छैनन्। सबै एजेन्डाहरू बनाइसकेका छन्, तर हामी आधारभूत कुराहरूका लागि रोएर बसिरहेका छौं। हामी त्यस्तो समृद्ध चितवनको परिकल्पना गरिरहेका छौं जहाँबाट हामी समृद्धिको सपना देख्नेछौं। हामीले गर्न नसक्ने केही पनि होइन। म 14 वर्ष संसारको विकसित देशमा बसेँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, महत्त्वपूर्ण कुरा भन्छु एउटा। म 14 वर्ष विदेश बसेँ, संसारको विकसित देशमा बसेँ। कयौं मेरा साथीहरू म कस्तो जीवन बाँचिरहेको थिएँ त्यसका साक्षी हुनुहुन्छ, उहाँहरूले देख्नु भएको छ। मैले त्यहाँ एउटा उज्यालो देखेँ। यस्तो उज्यालो, शिक्षाको अवसर सबैलाई छ। कति उज्यालो! कोही पनि खल्तीमा पैसा नभएका कारणले मर्नु पर्दैन। पहिला बिरामीको उपचार हुन्छ, पैसा हुनेले तिर्छ, नहुने लुरु घर जान्छ, सरकारले तिर्छ। त्यस्तो उज्यालो देखेको थिएँ। तल्लो जातको भनेर कसैले कसैलाई कुटपिट गर्दैन, विभेद गर्दैन, त्यस्तो उज्यालो देखेर आए। महिला भनेर हेप्दैन, त्यस्तो उज्यालो देखेर आए। जनजाति भनेर हेप्दैन, त्यस्तो उज्यालो देखेर आए। बाटाघाटाहरू बनाउनेहरूले कमिसन खाएर होइन, बरु उस्तै परे आफ्नै गल्तीबाट पैसा हालेर पनि देशलाई माया गरेर राम्रो बाटो बनाउँछ, त्यस्तो उज्यालो देखेर आए। म त्यस्तो उज्यालो देखेर आएको हुँ। शिक्षा, स्वास्थ्य र विभेद रहित समाजको त्यो उज्यालो देखेर आएको मान्छे हामीले आज यहाँ अँध्यारोमा बानी पार्यौं। यो बाटो नजिकैको, यो बाटो नवलपुर जाने यो बाटोमा हामी चाहेको भए हामी अझै पनि हात मुख छोपेर हिँड्न सक्छौं। अझै पनि यो जीवन बाँचुन्जेल अनुहार ढाकेर मास्क लगाएर हिँड्न सक्छौं। यी ठाउँहरू यस्तै बनाएर हामी चुपचाप बस्न सक्छौं। विद्यार्थीहरूको भविष्य जेसुकै होस् भनेर भन्न सक्छौं। एयरपोर्टमा हामी आकाशमा पठाएर बाकसमा मान्छे गनेर अझै पनि बस्न सक्छौं। हामीलाई केही आपत्ति छैन, अझै वर्ष बिताउन सक्छौं। तर म राजनीतिमा किन आएँ भने मैले त्यहाँ देखेको त्यो उज्यालोमा मैले केही हेर्न, सिक्न, पढ्न, जान्ने अवसर पाएँ। बस म एक पटक तपाईलाई त्यो उज्यालो देखाउन चाहन्छु। एउटा सानो उज्यालो, त्यो उज्यालो, त्यो शिक्षाको उज्यालो, त्यो रोजगारीको समान अवसरको उज्यालो, त्यो विभेद रहित समाजको उज्यालो, महिलाहरूको सम्मान हुने उज्यालो, जनताको स्वास्थ्यमा पहुँच भएको उज्यालो, बाटाघाटा कुल करेसाहरू भने जस्तै गुणस्तरमा बन्ने उज्यालो। यस्ता उज्यालोहरू एकपटक म तपाईलाई देखाउन चाहन्छु र म बाचा गर्छु। एक पटक उज्यालो देखेपछि मान्छे कहिल्यै अँध्यारोमा फर्कदैन। म बस एक पटक म तपाईलाई त्यो उज्यालो देखाउन चाहन्छु, मात्र एक पटक। किनकि
एकपटक उज्यालो देखिसकेपछि तपाईँ फर्केर कहिल्यै अँध्यारोमा जानुहुन्न। हातले मुख थुनेर हिँड्नुपर्ने दिनलाई एकचोटि अन्त्य गरियो भने यो बाटोलाई यस्तो बनाउनेहरू चाहिँ मुख छोपेर हिँड्नेछन्। म बाचा गर्न चाहन्छु उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, त्यो उज्यालो कत्रो हुन्छ मलाई थाहा छैन। म त मैदानमा उत्रिएको छु। म त 131 मैनबत्ती लिएर निस्किएको छु। 131 मैनबत्ती बल्यो भने अनि समानुपातिक सहित 240 वटा मैनबत्ती बल्यो भने यो सानो अँध्यारो कोठा कति उज्यालो हुन्छ होला आफै विचार गर्नु होला।